अनि गाइस हिजो दिवाली कस्तो भयो दामी भयो हैन परिवारसँग आफन्तसँग बसेर पटेका मजाले पड्कायो तर मैले भनेको गर्नु भएन नि कि त्यो पटेका जसोको नपड्काउनुहोस् कुकुर बिरालु गाउँतिर हो भने गाई है कसैको घरमा बिमारी बाजे बोजू नानी हुन्छ हेरेर पड्काउनुहोस् भनेको थिएँ गरिदिनु भयो होला आई होप सो ठिकै छ अन्त हिजो त यता सिलगढीमा नि आमामा पटेका पड्काएको होइन वरिपरि म त रातिको कति बजी 3 साढे 3 तिर सुतेको आमामा लु यता हेर्नुहोस् हिजो यता त नै सिलगढीमा नि अम्बो वरिपरि हेर्नुहोस् त राति त पटेकै वरिपरि बिल्डिङ माथि हेरेको पटेका वरिपरि डाङ डोल्नु पटेका होइन यो रोड अहिले खाली खाली देख्नुहोस् यो रोडहरू अस्ति मैले तपाईँलाई भिडियोमा देखाएको थिएँ रातिको सिन त्यो त अब तिहारको उसमा चाहिँ उपलक्ष्यमा त्यो दोकानदार राखेको थियो तर हिजो चाहिँ यता पटेका पड्काउनु लस्क रोडमा निस्किनु पनि क्या पटेका आमा रमाइलो भइरहेको थियो पटेका रातभरि पटेका चाहिँ पड्काएको हो यहाँ आम्बो अहिले त खाली खाली हेर्नुहोस् न भरे फेरि सुरु हुन्छ होला ओहो लु इन्जोय गर्नुहोस् है इन्जोय गर्नुहोस् दिवाली मजाले मनाउनुहोस् अझै छ है